हेलो एभ्रिवान, वेलकम ब्याक टु न्यू मिनी ब्लग्स। हजुरहरूलाई स्वागत छ आजको मेरो नयाँ ब्लग्स नयाँ अपडेटमा। म चाहिँ यहाँ चौचौ खाँदैछु। चौचौ टुपियम पिरो चटपटा खाँदैछु। स्वागत छ हजुरहरूलाई मेरो नयाँ सानो ब्लग्समा। एकदम पिरो मिठो छ। गर्मी हुन थालेछ अनि त्यही भएर चाहिँ म चाहिँ एकदम पिरो पिरो खानु मन लागेर केही छैन गाइस है, अनि त्यही भएर खाँदैछु। पिरो छ एकदम। कागती अमिलो पिरो दामी हुन्छ। यसरी नै खानु होला। मैले खाएँ भन्दा पनि खाइहाल्नुपर्छ भने त्यो छैन। फेरि कसैलाई मनपर्छ, कसैलाई मन पर्दैन, कसैलाई पिरोले पेट दुख्छ, के हुन्छ है। पिरोले चाहिँ सबैलाई पेट दुख्छ, तै पनि खानु मन लाग्छ। के गर्ने त अब है, पेट दुख्यो नि सहने अनि खाइदिने। साथीहरू पिरो एकदम पिरो छ। 20 रुपियाँ जाने टुपियामा है, यो चाहिँ पिरो चाउचाउ। नाम चाहिँ टुपियामै भन्दैन भयो भने पिरो छ एकदम। 20 रुपियाँ जाने चाउचाउ ट्राई गरेको, एकदम पिरो छ। पिरो भयो, मिठो भयो। गाइस सबैजनाले ट्राई गर्नु होला। 20 रुपियाँ जाने चाउचाउ पनि एकदम टुपियम जस्तो नै हुन्छ। ट्राई गर्नु होला भन्दै आजको ब्लग चाहिँ यति नै। बाइ बाइ।